हेलो एभ्रिवान नमस्ते सबैमा म आज एउटा क्वेसन के लिएर आएको छु भन्दाखेरि कि म एभरेज स्टुडेन्ट छु कि म आईओको एक्जाम क्लियर गर्न सक्छु कि सक्दैन कि म क्र्याक गर्न सक्छु कि नै भन्ने सबैमा एउटा टेन्सन भइराखेको हुन्छ तनाव पनि र तनाव हुनु पनि एउटा सम्भवतः कुरा नै छ अनि म पनि अहिले आईओ अन्तर्गत थापाथली क्याम्पसमा पढिरहेको छु र मेरो ऱ्याङ्क झन्डै 400 को हाराहारीमा थियो ठ्याक्कै 469 थियो मेरो ऱ्याङ्क अनि म पनि एभरेज स्टुडेन्ट नै थिएँ र यस्तो ऱ्याङ्क कसरी आयो र म कसरी थापाथली क्याम्पसमा सिलेक्सन भयो भन्ने कुरा मैले आज तपाईँलाई बताइरहेको छु हो मैले एसईमा मेरो ए प्लस होइन मैले ए नै ल्याएको थियो मेरो जिपी भनेको 3.50 थियो अनि त्यो ए आउनुको कारण पनि थियो किनकि अब मैले थ्योरीमा चाहिँ 4वटा ए प्लस ल्याएको थियो तर अब के गर्ने प्र्याक्टिकल म्याथ्समा सबैमा ए हालिदिएको कारणले मैले ए प्लस पाउन सकिनँ होइन अनि त्यहाँ पनि अलिकति तनाव नै भएको थियो रिजल्टको बेला अनि चाहिँ के छैन अनि 11 त राम्रो भयो गर्छु भनेर त्यसपछि मैले अब 10को एक्जाम सकेर होइन 11को आउँदाखेरि मैले बिच कोर्स गरेँ इन्टेलबाट बिच कोर्स गरेको थिएँ अनि त्यसपछि 11 क्लासमा पनि के लिउँ के पढ्ने भन्ने पनि तनाव भइरहेको थियो अनि यस्तो अब सबैसँग सोधेर नेटमा हेरेर अनि मैले यस्तो पनि ठानिरहेको थिएँ म सक्छु कि नै भनेर त्यो पनि प्रोब्लम भइरहेको थियो होइन अनि त्यसपछि बिच कोर्स सकेपछि मैले एक्जामहरू पनि दिएँ धेरै कलेजहरूमा एक्जाम पनि दिएको थियो अनि हामीहरूको बेला नै मानवको एक्जाम भन्ने स्कलरसिपवाला त्यो हाम्रै बेला भन्न नै स्टार्ट भएको थियो अनि म 6 देखि 10 वर्ष अगाडि पढेको थिएँ होइन अनि त्यसपछि मैले पनि मानवको एक्जाम दिँदाखेरि मेरो मानवको एक्जाममा राम्रै ऱ्याङ्क आएको थियो त्यहाँ पनि 400 को हाराहारी आएकै थियो अनि कलेज सिलेक्सन गर्ने बेला मैले अनि सिलेक्ट गर्दाखेरि मेरो सिसिआरसी परेको थियो अनि मैले सुरुमा त्यो सिसिआरसी सुरु गर्नुभन्दा अगाडि मैले एउटा अर्कै कलेजमा जोइन गरेको थियो अनि त्यो कलेजमा पढिरहेको थिएँ झन्डै मैले 1 महिना पढेपछि मात्र मानवको रिजल्ट आएको थियो अनि त्यसपछि मैले सिसिआरसी जोइन गरेँ अनि यहाँ आउँदाखेरि अब के पढाउँदै थियो त्यहाँ पनि त त्यस्तै लाग्यो सुरु कलेजमा अनि यहाँ आउँदा पनि अब हेर्दाखेरि अब अचम्मै लाग्यो के पढाइरहेको छ भने नबुझ्ने होइन तर सुरुमा सबै त्यस्तै हुन्छ अनि बिस्तारै पढ्दै गएँ अनि भन न सुरुमा अप्ठ्यारो भयो अनि त्यसपछि साथीहरू पनि बन्दै गयो अनि त्यसपछि इजी हुन थाल्यो अनि मेरो 11मा चाहिँ राम्रै ऱ्याङ्क आएको थियो के अरे मार्क्स आएको थियो जिपिए अलि भन्न कलेजहरूले पनि अलि राम्रो मिलाएर हालिदिन्छ 11मा अनि मेरो 11मा 3.90 आएको थियो अनि त्यसपछि मैले 12मा बाहिर 12को बोर्ड एक्जाम दिँदाखेरि मेरो 3.8 भएको थियो अनि त्यसपछि सकेर म घर गएँ 12 सकेर एक्जाम फाइनल एक्जाम दिएर अनि त्यति बेलासम्म रिजल्ट आएको थिएन अनि घर गएँ अनि त्यसपछि एक हप्ता बसेँ अनि त्यसपछि अब डिसाइड गर्नुपर्ने थियो होइन के गर्नु भन्दाखेरि अब बाहिर यहीँ पढ्नुपर्ने हुन्छ कि अब कि बाहिर जाने कि यहीँ आईओभित्र पढ्ने कि कुन युनिभर्सिटी जोइन गर्ने नेपालको टियु जोइन गर्ने कि पियु जोइन गर्ने कि केही गर्ने होइन यस्तो डाउट आउन सक्छ सबमा त्यो त कमन कुरा नै हो अनि मैले घरबाट आएपछि मलाई अब आईओ एक्जाम दिनुपर्छ भने अलिकति सोच आयो होइन अनि त्यसपछि म के गरेँ भन्दाखेरि अब भिजिट गर्न गएँ पिए भिजिट पनि गरेँ क्याम्पको पनि भिजिट गरेँ तर मलाई यस्तो कस्तो फिल भइरहेको थियो भन्दाखेरि फिजिकल क्लास नगरौँ भनेर मैले के गरेँ भन्दाखेरि पिएको एउटा डिजिटल क्लास आउँछ होइन मतलब पढाएको त्यहाँ भिडियोहरू हुन्छ त्यसको एप भन न मात्र एप मैले किनेँ अनि त्यसपछि क्याम्पबाट मैले बुक किनेँ अनि आफैले तयारी गर्न थालेँ अनि यस्तो थियो दिँदै थिएँ पढ्दै थिएँ अनि मात्र शनिबार गएर अनि एक्जाम दिँदै थियो पिएको एक्जाम पनि दिँदै थियो क्याम्पको पनि एक्जाम दिँदै थियो अनि तिमीले मन पर्यो भन्दाखेरि दुईटा एक्जाम एक दिनमा पनि दिन सक्छौ अनि मात्र कुनै एउटा आफ्नो जुन इन्स्टिट्युटमा पढ्दैछौ त्यसको पनि क्लास लिन सक्छौ अनि म के भन्छु भन्दाखेरि त्यो फिजिकल लिनुभन्दा राम्रो कि अनलाइन क्लास लिऊ अनि के गर भन्दाखेरि आफूले पढ्यो घरमा होइन किनकि फिजिकल क्लासमा जान पनि टाइम वेस्ट हुन्छ अनि खासमा चाहिँ आईओको प्रिपरेसन गर्ने बेलामा गर्ने चाहिँ के भन्दाखेरि थ्योरी कम पढ्ने हो कि हामीले पढ्ने भनेको बढी क्वेसनले प्र्याक्टिस गर्ने जति तिमीले क्वेसन प्र्याक्टिस गर्यो त्यति राम्रो हुन्छ होइन अनि थ्योरी कम पढ्ने अनि अब धेरैले प्रब्लम पनि भइरहेको हुन्छ एक्जामको इन्ट्रान्सको तयारी गर्ने बेलामा कि म नोट बनाऊ कि के बनाऊ भनेर पनि तनाव भइरहेको हुन्छ त्यस्तो खासै नोट बनाइराख्नु पर्दैन किनकि तिमीले नोट बनायो भन्दाखेरि होइन फेरि पढेर किनकि सर्टकट ट्रिक्सहरू चाहियो होइन तिमीले पुरै नोट बनायो भने तिमीलाई रिभिजन गर्न पढ्न पनि धेरै जाउ लाग्छ टाइम पनि लाग्छ होइन के गर्नु भन्दाखेरि सर्टनोटहरू एफोर पेपर हुन्छ सेन्चुरी पेपर त्यस्तोमा तिमीले केरेर राख होइन अलि सर्टकट मेथडहरू त्यो मात्र लेखेर राख अनि त्यसको खास नोट बनाउनु पर्दैन अनि क्वेसनहरू अलि बढी प्र्याक्टिस गर त्यही हो अनि त्यसपछि म नि यस्तै गर्दै थिएँ होइन अनि के भन्दाखेरि 1 महिना लास्टको एक्जामको बाँकी थियो अनि हाम्रो बेलामा एक्जाम अगाडि नै भयो मैले एक्जाम दिएको भनेको रिसेन्ट इयर 2022 मा मैले दिएको थियो अनि हाम्रो भादोमा एक्जाम भयो होइन अनि योभन्दा पहिला भन्दाखेरि हामीभन्दा पहिला त्यो सीको सकेपछि मात्र भएको थियो यसपालि सीको अगाडि के अरे पछाडि भयो हाम्रो अगाडि भइसकेको थियो अनि मैले चाहिँ अब एक्जाम 1 महिना बाँकी थियो होइन अनि त्यसपछि मलाई अब कस्तो डाउट लाग्दै थियो भन्दाखेरि यस्तो भिडियोहरू हेरेँ 2 वटा होइन अनि कस्तो के आईओमा क्लासहरू हुँदैन यस्तो टियु अन्तर्गतहरू त्यो क्याम्पसहरू पनि त्यति राम्रो छैन भने भिडियोहरू हेरेँ अनि त्यसपछि मलाई राम्रै लागेन होइन अनि त्यसपछि म बाहिर जानको लागि प्लान बनाएँ धेरै भन न कन्सल्टेन्सीहरू पनि गएको थियो अनि लास्टमा यस्तो भइदियो भन्दाखेरि कि म आईओ एक्जाम दिउँ कि बाहिर जाउँ होइन अनि त्यो बिचको भन न त्यो टेन्सनले होइन तनावले मैले पढ्न नै छाडिदिएँ अब मैले के कन्फर्म गरेँ भने बाहिर जान्छु होइन तर अब यस्तो इन्फर्मेसनहरू मैले बुझ्न इन्फर्मेसन रिसर्चहरू गरेँ अनि त्यसपछि मैले लास्ट एक्जामको अब 1 हप्ता मात्र बाँकी थियो अनि मैले चाहिँ सर्ट नोट पुरै बनाएको थिएँ फेरि नोट बनाएको थिएन सबैको सर्ट नोट बनाएको थिएँ अनि सिलेबस पुरै सकाएको थिएन बुझ केमिस्ट्री त पुरै बाँकी नै थियो मेरो अनि त्यसपछि के गरेँ भन्दाखेरि मैले लास्टमा 1 हप्ता अगाडि अब मैले डिसाइड गरेँ भनेको बाहिर जानु छैन भनेर मैले सोच बनाएँ एक्जाम एकचोटि दिनै पर्यो भनेको आइएको अनि मैले एक्जाम दिएँ होइन अनि एक्जाम दिँदाखेरि अब क्वेसन त ठिकै आएको थियो त्यस्तो एकैचोटि अब कसैले के तनाव हुन्छ भन्दाखेरि के बाहिरको क्वेसनहरू हुन्छ कि बाहिरको आउट अफ सिलेबस हुन्छ त्यस्तो केही पनि हुँदैन क्वेसन त एकैचोटि त्यस्तो गाह्रो पनि आउँदैन त्यो पुरै 11 12 को पुरै सिलेबस बेस्ड हुन्छ अनि तिमीले 11 र 12 को पुरै बुझेर पढेको छ भन्दाखेरि कन्सेप्ट लिएर पढेको छ भन्दाखेरि मलाई तिमीले सक्छौ क्या गर्न सक्छौ है अनि मेरो क्वेसन ठिकै थियो अनि मैले एक्जाम दिएर आएँ अनि त्यसपछि मलाई यस्तो थियो थाहा मैले के भन्यो भन्दाखेरि अब राम्रै ऱ्याङ्क आउँछ के आउँछ भन्ने थाहा छैन मैले छोडिदिएँ अनि त्यसपछि सोचेँ अनि अब रिजल्टको दिन भने 469 आयो अनि त्यसपछि मैले जोइन गरेँ अनि अब त्यसपछि के भयो भन्दाखेरि मैले यस्तो थियो मैले 6 देखि 10 सम्म भनेको सरकारी स्कुल पढेको थियो अनि त्यसपछि 11 12 भनेको एनबीको स्कलरसिपमा पढेको थियो एनबी भनेको मानव जुन दिने गर्छ भन्दाखेरि स्कलरसिप त्यो एनबीको एक्चुअली स्कलरसिप हो र म त्यसमा पढेको थियो र तिमीले कोटामा पढ्नु छ भन्दाखेरि कोटा अब मानव कसैको ऱ्याङ्क पछाडि आएको हुन्छ अनि कसैको कोटा हुन्छ जस्तै मधेसी कोटा भयो अनि जनजाति पिछडिए वर्गको कोटाहरू पनि हुन्छ अनि मसँग के थियो भन्दाखेरि अनि मेरो पनि मधेसी कोटा थियो होइन अनि अब नाम के खुलाउने होइन मलाई अब पढ्न चाहिँ इलेक्ट्रिकल भन्थ्यो अनि सिभिल र इलेक्ट्रिकलमा मैले कन्फ्युज थिएँ सुरुदेखि के पढ्ने भनेर अब अनि के थियो भन्दाखेरि मैले सजेसन लिएँ रिजल्ट आएपछि होइन कि अब मसँग कोटा पनि थियो अनि कोटा एप्लाई गर्ने कि नगर्ने मेरो ऱ्याङ्कको म भिडियो हेरेको थियो त्यो साल मेरो प्रिभियस इयरको 500-600 सम्म थियो होइन पाएको इलेक्ट्रिकल अनि मैले के गरेँ भन्दाखेरि अब पुल्चोकमा मैले इलेक्ट्रिकल पढ्नुपर्ने हुन्छ भने सोच राखेँ किनकि मैले के सोचेको थियो भन्दाखेरि म ब्याचलर गरेर मास्टर डिग्रीको लागि मैले बाहिर जान्छु भनेर सोचिरहेको थिएँ होइन अनि
त्यसपछि मैले र्याङ्क हेर्दा अब कट अफ र्याङ्क हेर्दाखेरि मेरो इजिली पाइराखेको थियो, फर्स्ट लिस्टमै आउँछ जस्तो लागिरहेको थियो होइन। अनि मैले सजेसन पनि लिएँ, अब नाम के खुलाउने होइन, सजेसन लिएँ। अनि त्यसले के भन्यो भन्दाखेरि मलाई अरूको कोटा के खान्छौ भनेर होइन, तिमीले यस्तै पाइरहेको छौ छोडिदियो भनेर कोटा एप्लाई नगर। अनि मैले कोटा एप्लाई गरेन होइन, छोडिदिएँ। म पनि सोचेँ अब के अरूको कोटा खानु पऱ्यो भनेर, मेरो त्यस्तै पाइहालिन्छ। अनि मैले अब त्यो सिलेक्सन गर्ने बेलामा फुल चोकमा मात्र मैले इलेक्ट्रिकल लगाएँ, रेगुलर र फुल फी होइन, दुईवटा लगाएर नि छोडिदिएँ। अरू केहीमा लगाएन है, ढुक्क थिएँ म, फुल कन्फर्ममा थिएँ भनेको कि मलाई अब फुल चोक पाइहाल्यो नि होइन, अब के गर्नु पऱ्यो, किन गर्नु पऱ्यो भनेर होइन। अनि म ढुक्क भएँ। अनि त्यसपछि घर गएँ। अनि त्यसपछि एउटा लिस्ट आयो, फर्स्ट एडमिसन लिस्ट भनौँ न। अनि त्यसमा मेरो नाम थिएन। अनि हेर्छु भन्दाखेरि अब 350 सम्म मात्र पाइराखेको थियो। इलेक्ट्रिकलमा वात्ती बढ्यो क्या त्यसपछि। अनि मेरो चाहिँ फुल फीमा नाम आएको थियो। अनि फुल फीमा मैले एडमिसन पनि गराएँ। अनि तर मैले कस्तो दुःख लाग्यो होइन, मलाई कोटा पनि थियो, मैले एप्लाई पनि गरेन होइन। अनि मैले हेरिराखेको थियो, मेरो मधेसी कोटामा एकजनाको 853 कि समथिङ यस्तै आएको थियो, अनि त्यसले पाएको थियो होइन। अनि मसँग सेम त्यही कोटा थियो। अनि मैले एप्लाई पनि गरेँ त्यसको लागि। अनि अब अलिकति त दुःख भइहाल्छ नि यार, पाउनेवाला थियो होइन, तर पाएन होइन एक्चुअली। अनि त्यसपछि केही भएन, अब घरमा पनि भनेँ मैले। तर त्योभन्दा अगाडि मैले ढुक्क थियो भन्दाखेरि के मेरो फुल चोक अब ढुक्कै छ, यस्तै पाइहालिन्छ भनेर अब के तनाव लिनु पऱ्यो भनेर होइन। अनि छोडिदिएँ। अनि त्यसपछि अलिकति प्रब्लम पनि हुँदै थियो, तनाव पनि हुँदै थियो, पाइहाल्थ्यो भनेर। अनि त्यसपछि मैले फुल फीमा त एडमिसन गराइसकेकै नै थिएँ। अनि त्यसपछि फेरि घर गएँ। अनि सेकेन्ड फेज आउनुभन्दा अगाडि मैले अब यस्तो के सोच्दै थिएँ भन्दाखेरि अब मैले इलेक्ट्रिकल फुल फीमा चाहिँ पढ्नु पर्दैन जस्तो, तर इन्ट्रेस्ट थियो है फेरि। अनि के गरेँ म, के फुल फीमा पढौँ कि नपढौँ, फेरि फुल फीमा पढ्यो होइन, अरूमा पाइराखेको थियो मेरो स्कलरसिप, अरूमा पनि पाउँथ्यो, त्यसमा पनि पाइहाल्थ्यो। फर्स्ट सबै सकिसकेपछि अनि मलाई अब भनौँ न तनाव पनि थियो, किन पाइनँ भनेको पाउने नै थिएँ। अनि त्यसपछि अब घरमा डिसाइड पनि भयो यस्तो। अनि अब सिभिल पढ्नलाई यस्तो डिसिजन सबैजनाले दियो। त्योभन्दा अगाडि मैले घरमा त्यति डिस्कसन पनि गरेको थिएन के पढौँ भनेर। अनि सबैले अब यस्तो बुझायो के छ भनेको नेपालमा स्कोप यसको छ, अलिक बढेर विज्ञापन पनि बढी फुलिराखेको हुन्छ। अनि त्यसपछि राम्रै छ यो सिभिलको स्कोप भनेर पनि अब अलिकति रिसर्च गरेँ बुझ्न। अनि त्यसपछि सेकेन्ड लिस्ट आउनुभन्दा अगाडि फर्स्ट लिस्ट भयो। अनि सेकेन्ड लिस्टमा मैले के भन्दा थाहा अब रेगुलर पनि 4वटा सिट खाली थियो जस्तो लाग्यो मलाई। अनि फुल फी त धेरै थियो सिभिलको। अनि त्यसपछि मैले त्यो सिभिलको लागि एप्लाई गरेँ। अनि त्यसपछि मैले इजिली त्यो सेकेन्ड पेजको फर्स्ट लिस्टमा रेगुलरमा मेरो नाम आयो। त्यसको रेगुलरमा भनौँ रेगुलर हुन्छ एउटा फुल फी हुन्छ। अनि रेगुलर भनेपछि तिमीले अब पुरै फुल कम्प्लिट स्कलरसिप हुँदैन, तिमीले रेगुलरमा 4 सालमा झन्डै बुझ्न अलमोस्ट 60,000 तिर्नुपर्ने हुन्छ। अनि फुल फीमा चाहिँ कति छ 5,50,000 होइन 50 भनौँ त्यही 5,60,000 झन्डै 1000 तिर्नु छ होइन। अनि त्यसपछि एडमिसन गरेँ। अनि त्यसपछि त्यतिकै हो। अनि त्यसपछि गयो एडमिसन गराएँ, सेकेन्ड फेजमा इजिली भयो। अनि क्लास पनि जोइन गर्यो। अनि त्यतिकै हो, यसको हस् धन्यवाद। अनि तिमी कसैले अब यस्तो के सजेसनहरू चाहियो के पढ्नु छ भनेर त्यो मैले इजिली हेल्प गर्न अब जति सक्दो हेल्प गर्न सक्छु होइन। कुनै डिसिजन त्यसमा लिनु छ भन्दाखेरि अब अप्ठ्यारो छ, किनकि मैले त बुझिसकेको छु नि त कि कसरी हुन्छ भनेर होइन। अनि त्यसपछि कोटा एप्लाईको लागि अब कोटा छ भने एप्लाई गरिदिइहाल्ने क्या, अब नबुझ्ने कि मेरो र्याङ्क भनेको 138 मा छ, 200 मा छ, 400 मा छ, मैले कोटा एप्लाई गर्नुपर्ने हुँदैन, मैले यसरी पाइराखेको छ भन्दाखेरि त्यसरी नछोड, नत्र मै जस्तो हुन्छ। अनि चान्स पाएको पनि तिमीले मिस गर्न सक्छौ भनेर म यो भिडियो थ्रु बताउँदैछु तिमीहरूलाई इजिली। अनि बुझ यतिकै हो आजको हस्, धन्यवाद। पढ्दै गर राम्रो।